ल सबैजना नाचौ नाचौ ल साथी है भ्लग चाहिँ भर्खर सुरु हुँदैछ यसपालि दसैँको हल्का रमाइलो। ल साथी हो सबै रियल भोइसमा मात्रै छ है हाम्रो चाहिँ। त्यसो भए 2 बजे दिदीले जे पनि भनिहाल्छ नि मन्थलतिरको भ्यू त झन् बबाल देखिरहेछ है बबाल। आज मन्थली गर्ने टिका लगाउनु भोलि पुर्ने दिदीहरू नि आजै झार्ने रे मेरो यस्ता ल दसैँको सुकुटी हाम्रो चाहिँ यस्तो छ है दसैँको सुकुटी। यो सुकुटी हर बाफ्न आएर केही छैन बाँकी। लगाइ दसैँको सुकुटी है यो चाहिँ बुढाबुढी सुकुटी हो झुन्डेर बसेको छु नि। हेलिकप्टर रे को हो यो हेलिकप्टर पठाउने? पसिना भाषी गाइची मेरो भाइको भलक रे यस्तो। यहाँ हेर्नुहोस् हाम्रो मम्मी चाहिँ खाना खाँदै हुनुहुन्छ र हाम्रो भाउजू फेरि पनि हेर्नुहोस् बाहिर हात धुन जाइरहनु भएको छ। म चाहिँ यस्तो पसिनै पसिना भएर हेर्नुहोस् मेरो बिजोक काउको 2 शब्द भन्यो त आमै के भन्न चाहनुहुन्छ हजुरहरू? सुहानी बेर्सी अनि टुपी केस गर्न थाहा होला। हजुर हेर्नुहोस् गरे म चाहिँ यस्तो पसिना कडै भिडियो बनाइदिनु न गाउँमा यतिको केटाहरू हमर बोली नंगा तार खुखरी के धार गर्दन के पार कनी क विचार न त बोरा में पैक क सीधे वही पार सिस्टम हिलाब वाला यादव सरकार फेरि सुतिरा के भागलाई त टर्चर न दे केडाहरू जंगी सबै डेन्जर छ। अब फाइनली टिकाको साइज सुरु भइसकेको छ हैन। अब ट्याक्क टिका सिका लगाउने रमाइलो गर्ने यस्तै त छ नि हो जिन। बुवाले मनमनै आशीर्वाद दिइरहनु भएको छ यस भाइलाई। मम्मी चाहिँ कडा हुनुहुन्छ हाम्रो लास्टै कडा। झगडा भन्ने कुरा कहिले नगर्ने मेलमिलापले बस्ने होइन म टिका लगाइरह कि मेरो बुढीले मलाई टिका लगाइरह म कन्फ्युज भइरहेको। म टिका लाउँदाखेरि बुढीले आशीर्वाद दिइरहेछ। अब के भन्ने यस्ता पनि दिन आछन् हाम्रा घरमा। सधैँभरि साथ दिँदै आम
पाइला पाइलामा बुढो कुकुर बौलाए जस्तै नबौलाउने खाए जहाँ रक्सी चुरोट अब अहिलेसम्म जति जे खानु भएछ अर्को वर्षदेखि यो दसैँमा खाएको देख्न नपाऊँ त्यही हो खाएको देख्यो भने नि खाएको देख्यो भने घरबाटै आँखासम्मै लगाइदिनु भयो क्या तिम्रो त्यो हँसिलो मुहारको झलको जब आउँदा भिडियो फोटो निकालिदिनु दाइले त बाउले बरु लगाइदिन्थ्यो होला न आँखै नदेखिकन भयो डम्म भोरी छ क्या उसले बुवा लगाइदिहाल्यो थोर्छ उसले कानामा टाउकोमा जता भयो अब खुट्टा ढोग्नु पर्ने होला होइन म आज पछाडि जानु यहाँ मेरो फोटो भाइ मेरो बुढीको आशीर्वाद सुनेर म त हाँस्दा हाँस्दै झन्डै नडले अनि के भन्छ अरे जहाँ रक्सी खाएको नदेख्नु सबैको अगाडि हाई हाई हुनु मान्छेले भनेको ठाउँमा टेर्नी गर्नु बाबाआमाले भनेको ठाउँमा टेर्नी गर्नु दायाँ बायाँ धेरै केटीसँग नलाग्नु बोले पनि एउटीसँग बोल्नु अर्को वर्ष मेरो दियोरले के भन्छ अरे लाइसेन्स निकालेर अनि त्यसभन्दा अर्को वर्ष चाहिँ मेरो दियोर विदेशै उडुन् त्यही हो बुवालाई चाहिँ मेरो भएको फोटो खिच्न लास्टै रहर लागेछ क्या त्यही भएर एकदम होइन के हो यस्तो हाम्रो चाहिँ पुरै भिडियो सुट हुँदैछ है अब होइन टक्क 2-4 ल साथी हो मेरो बुवा मम्मी भाइ भिडियो बनाउने रे होइन मेरो श्रीमती ज्यूको टिकटक चल्दैछ जे होस् टिकटक चाहिँ ल फाइनली साथी हो हामी चाहिँ हजुरआमाको हातको टिका लाउनलाई पुगिसकेका छौँ होइन टक्क टिका सिका लाउने कार्यक्रम जारी छ त्यस्तै हो एक गाना त तपाईँको ब्याग टिलेको भने तपाईँको चाहिँ किन्नु पर्यो हँसाउँछ है केटोले साह्रै हँसाउँछ कानदेखि लगाउँछु भन्छ यहाँ भिडियो गर्न लागेछु अब बनाउँदा बनाउँदै लास्टै लामो भयो भिडियो होइन बाँकी पार्ट 2 मा पनि आउँछ है पार्ट 2 पनि आउँछ